नमस्कार सबैजनालाई। आज भने हामी मनाङ जिल्लाको पिसाङमा रहेको रामबहादुर दाई फुड ब्लगर दाईको घरमा आइपुगेका छौँ। उहाँलाई केही प्रश्नहरू गर्नेछौँ। गाउँ आफ्नो मनाङ जिल्लालाई समेत चिनाउनको लागि एकदमै जोडतोडका साथ लागिपर्नु भएको हाम्रो एकदम मिडिया मार्फत यहाँलाई चाहिँ आज हामीले 2-4वटा प्रश्न राख्ने मौका पाएका छौँ। एकदम खुसी लागेको छ। तपाईँलाई भिडियो बनाउँदा सबैभन्दा साथ दिने व्यक्ति को हो अनि तपाईँ कोबाट प्रेरित हुनुभयो? चाहिँ अब म एकदम रियल कुरा के भन्छु भने होइन, मेरो आफ्नै घरकै मान्छेको धेरै सपोर्ट छ है। फर्स्टमा खोल्दाखेरि जुन मैले अब टिकटकहरू चलाउँदाखेरि हुन त अब हामी पहिला सानो युजरहरू फेसबुक अब यस्तो चलाएको हुन्थ्यो, तर आजको दिनमा जसरी म यसरी माथि आयो त्यो सबै मेरो एउटा साथी उता बेसीसम्म हुनुहुन्छ होइन, उहाँको हात र मेरो आफ्नै सङ्गतिको हात छ, बुझ्नु हात छ यो टिकटकमा चाहिँ। उहाँले यदि मलाई सपोर्ट यत्रो आर्ट नदिएको भए आज म यो ठाउँमा चाहिँ आउने थिएन। अब यो टिकटकमा चाहिँ मैले फापरको ढिँडो ढुङ्गामा राखेर एउटा भिडियो बनाएको थियो सुरुमा है। फर्स्टमा चाहिँ मैले हामी जङ्गलमा जाँदाखेरि चाहिँ अब हामी जङ्गलमा खासै थालहरू लाँदैनौँ, अनि ढुङ्गामाथि नै अब ढिँडो बनाएर ढुङ्गामाथि राखेर खाँदाखेरि चाहिँ तपाईँहरू सबैले धेरै मन पराइदिनु भयो। अनि त्यहाँबाट नै अगाडि बढेछ। जस तपाईँहरूले जति अब मन पराइदिनु भयो त्यति हामीलाई आँट आउँछ नि त। फेरि यसरी मन पराइदिनु हुँदैछ भने फेरि अगाडि बढ्दै जाँदाखेरि चाहिँ तपाईँहरूले त्यो साथ छोड्नु भएन। त्यो नै एउटा एकदम ठुलो कुरा हो। आफ्नो कन्टेन्ट बनाउँदा तपाईँले के समस्याहरू झेल्नु परेको छ त? बिजुली बत्ती नभएसम्म अब हामीले यसरी भिडियोहरू बनाएर कन्टेन्टहरू बनाएर हाल्न पनि सकिन्न। अनि हाम्रो त अब सोच धेरै नै थियो कि अब मनाङ चिनाउनु कसरी हुन्छ, हाम्रो मनाङलाई अब सबै अब नेपालभरि मात्रै होइन कि हाम्रो यो संसारभरि नै चिनाउनु भन्ने हिसाबले तर आजको दिनमा आएर हिजोदेखि आज बत्ती नै छैन होइन। यो चाहिँ 24 घन्टा भयो, अब आज भोलि 24 बत्ती नै छैन। त्यो चाहिँ हाम्रो चाहिँ बिजुली बत्ती चाहिँ एकदम समस्या छ यो ठाउँमा। अब हाम्रो प्रतिनिधिहरू जो कोही भए पनि उहाँहरूले चाहिँ हाम्रो यो ठाउँमा चाहिँ बिजुली बत्ती एकदम फर्स्टमै राखिदिनु भयो भने अब हामीलाई धेरै खुसी लाग्छ। स्थानीय होटल व्यवसायको नाताले पर्यटकहरूको लागि के समस्या छन् र तिनीहरूको समाधान के हुन सक्छन्? एकदमै मेन समस्या भनेको पानीको धारा हुनु पर्यो र प्लस फोहोरको डस्टबिनहरू पनि हुनु पर्यो। धेरै धेरै धन्यवाद छ हजुरको आगामी यात्रा जुन तपाईँले यो मनाङ जिल्ला लगायत हाम्रो देश नेपाललाई नै विश्व सामु परिचित गराउनका निम्ति जुन प्रयास छ यो अझै सफलतापूर्वक सम्पन्न हुँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु। एकदम धेरै धन्यवाद छ है हाम्रो मनाङ टिभीलाई। अनि र प्लस तपाईँहरूलाई जुन ठाउँबाट भिडियो हेर्नुभएछ अहिले यो भिडियोहरू होइन, प्लिज सबैजनाले सपोर्ट गरिदिनुहोस्। र मैले अब युट्युब पनि च्यानल खोलेको छु होइन। युट्युबमा चाहिँ मेरो मुखिया गुरुङ मनाङ भनेर चाहिँ नाम राखिदिएको छु मैले है। त्यो नाममा चाहिँ तपाईँहरूले सबैजनाले एक्चुली हेरेर चाहिँ सब्सक्राइब गरिदिनु यताउति होइन, के गर्नुपर्ने हो। मभन्दा प्रायः अब बढी तपाईँहरूलाई पनि थाहा होला, किनभने म त अब मनाङको एउटा कुनामा बस्ने मान्छे होइन।